युवा युवा केटी हो नि हाम्रो गाउँकी युवा केटी। हेलो गाइज, वेलकम ब्याक टु माई भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै नै छु। अनि आज चाहिँ म कहाँ जाँदैछु भने हाम्रो होइन म पढेको 8 भन्दा तल पढेको स्कुल जाँदैछु। हाम्रो पुरानो स्कुलमा चाहिँ के गर्न जाँदैछु, मेरो भाइको जन्मदिन ल्याउनु थियो, त्यही जाँदैछु। अनि आज चाहिँ सो स्याड गाइज, किनभने आज मामु चाहिँ इन्डिया जाने हुनुहुन्छ अनि म चाहिँ एक्लै हुने भयो नि त घरमा, अरू चाहिँ इन्डिया छ त्यसैले। अनि स्याड छु गाइज। त्यही हो। अब चाहिँ माथि हाम्रो पुरानो स्कुल देखाउँछु। अनि त्यही हो आजको भ्लग चाहिँ गाइज। अलि नेटको प्रब्लमले आएन, सायद अहिले बेलुका जान्छ होला, यो चाहिँ भोलि आउँछ। त्यही हो ल गाइज। अब चाहिँ हाम्रो पुरानो स्कुल यो गाइज माथिको चाहिँ हाम्रो मेरो पहिलाको स्कुल हो। यो चाहिँ सचेको हुनुहुँदो रहेछ। मेरो जन्ममाता चाहिँ मेरो भाइको जन्ममाता यहाँबाट लग्नुपर्ने छ। म चाहिँ जन्ममाता लगेर देखाउँछु हजुरलाई। स्कुल चाहिँ यही हो। अब चाहिँ जन्ममाता लगेर देखाउँछु ल गाइज। अन्तिमसम्म हेर्नु होला यो भ्लग चाहिँ। भिडियो चाहिँ होइन, भिडियो हुन्छ होला भ्लग होइन ल गाइज। सो गाइज अहिले चाहिँ स्कुलबाट पनि घर जाँदैछु। स्कुलमा चाहिँ सायद धेरै विद्यार्थीको हुनाले सायद जन्ममाता चाहिँ हराए जस्तो छ, पाइएन। अहिले चाहिँ घर जाँदैछु। अब चाहिँ घर गएर मम्मी चाहिँ इन्डिया जानुहुन्छ, त्यही जान्छु। गाइज अहिले चाहिँ घर पनि पुगिसकेँ स्कुलबाट। अहिले चाहिँ मम्मी चाहिँ इन्डिया जाँदै हुनुहुन्छ। अब चाहिँ माथि रोडमा जान्छु। अहिले चाहिँ घरमा छु। अरू चाहिँ गइहाल्नु भयो। म चाहिँ अब ढोका टेकेर जान्छु। अहिले चाहिँ ढोका टेक्दैनन् अरे, हाम्रो यहाँको चलन के। अहिले चाहिँ ढोका टेक्दैनन् अरे, थोरै देर पछि टेक्छन् अरे। अब चाहिँ टेक्छु, त्यसपछि जान्छु। यहाँ चाहिँ टिकटक वाली युवा केटी हो नि हाम्रो गाउँकी युवा केटी। तपाईँ दुवै हाम्रो गाउँकी युवा केटी नै। म चाहिँ आज सिधै काँडाबाट पारी काँडासम्म। थोड़ा को हरी जाओ उठाए ये हमरा घाम वो जो चला
को रुँदैन भन्न ईश्वर हैन बाउ म कहिले रुँदैन भिडियो बनाउँछ कहाँ के पानी फाल्छ म पानी का भन्दा तले ल्याउनु पऱ्यो देख्दैन परिणत त खिच्न हो जो गाबाट झाटो गाँख्ने मेरो भोटी बनाइदिएको यसै अहिले जा तँ लगा अहिले तँ लगा माथि नु गयो ल किन कति ढिला भयो भने भाइ भाइ यसरी हो भाइ भाइ तलन त हाम्रो भाइ भाइ बाटन त जिन गयो हामीले हा त्यो त झाडी लाउ अब उठ्दा खान्छ पर पर ड्राइभर का लागि जोइका पुरा हो के यार आन्ता नै जाम लागेर नाको यो मेरो त लाग्यो यो पुरा माटो हेरिली सर्दै पिछादै त्यहाँदेखि म माटो हेरि अब के गर्नु हो लाउने म माटो देख्छु म झोला कानुन थालिए त पारी हम हामी चाहिँ गाडीबाट सिधै अमेरिका जाने भन्ने हो मेरो बेले चाहिँ सिधै अमेरिका होइन उता जाँदा पेट्रोलको भाउ भन्दा झिक्कै हावानी चढाको चक्का छानी यो संसारमा भगवान छन् दुई मेरो पहिलो आमा दोस्रो मावे मेरो माउती बोका सनी सर पोते खान होदै आइ पुनी बिर्से आन्दा माउले खालाले कुछ सुनेला ढोले आइ पुटी नाला पलेस्टुन हाल तपाईँ महलमा सुत्नुस् मोटो फुटे चियाची सुगैया चाहिँ आलु बोक्रा यस्ता पाकेको यार कालै
मिनो यात्रा यो यात्रा 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 यात्राको क्रममा हामी यात्रामा छु यात्राको क्रममा यात्रा भइसक्यो सो गाइस अहिले चाहिँ मम्मीले एउटासम्म पुर्याएर अनि घर पनि पुगिसकेँ अनि अहिले चाहिँ घर आउने बेला चाहिँ ट्र्याक्टरमा आयौँ ट्र्याक्टरमा आउँदा चाहिँ देखिहाल्नुभयो होला भिडियो चाहिँ तर ट्र्याक्टरमा आउँदा चाहिँ कस्तो अनुभव भयो भन्दाखेरि चाहिँ यस्तो गाइस यस्तो ट्र्याक्टर चाहिँ म कहिले लगभग 1 वर्ष जति भयो सानो छँदा चढ्या हो आज बेला चाहिँ चढेको थिएन चढे गाइस यस्तो धक्का दिने रहेछ हो मरम जस्तो गाइस हड्डीमा हाल्थ्यो गाइस त्यही हो ट्र्याक्टर चाहिँ यस्तो के ट्र्याक्टरको अनुभव दिँदा चाहिँ ट्र्याक्टर यस्तो के लोड भारी हुँदा चाहिँ ओह्रालोमा जाँदाखेरि चाहिँ पछाडिको लोडले अगाडिको त्यो हुन्छ नि ट्र्याक्टरको इन्जिनहरू हुन्छ नि त्यो अगाडिको भागलाई चाहिँ पुरा धक्का दिने रहेछ गाइस त्यसैले चाहिँ ल्याउने रहेछ अनि ट्र्याक्टरमा चाहिँ यस्तै भयो अनि आजको भिडियो चाहिँ यही अन्त्य गर्छु राम्रो लागे लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला नेक्स्ट भिडियोको लागि वेट गर्नु होला थ्याङ्क्स फर वाचिङ भिडियो बाई